हेलो गाइज वेलकम टु माई युट्युब च्यानल। धेरै दिन पछाडि फेरि ब्याक भइसक्यो अवस्था छ। लेट्स सी, आज चाहिँ धेरै दिन पछाडि लगभग एक हप्ता जति पानी पर्यो होला है। बिहान बेलुका गरेर है पानी पर्यो। आज चाहिँ एकदम मौसम खोलेको छ। लेट्स सी, म चाहिँ कहाँ हिँडेको यतिखेर लखर लखर भने होला तपाईँहरूले। अब के गर्नु, पकाएर त खानु पऱ्यो। पकाएर खानको लागि त किनेर ल्याउनु पऱ्यो नि त पहिला, होइन? त्यो यसो किन्नको लागि जाँदैछु के केटाकेटी हो। माथि छ हाम्रो पानतोरी हो कि पेनतोरी भन्ने ठाउँमा, त्यहाँ गएर चाहिँ मैले ठ्याक्क किन्नुपर्ने हुन्छ। यो तिबोली भन्ने ठाउँमा चाहिँ टक्क तपाईँले पैसा तिर्यो कति खान सक्नुहुन्छ। खानेवाला हो यो चाहिँ है। केटाकेटी हो, कतापट्टि थियो, यतै जस्तो लाग्थ्यो। तिबोली यस्तै छ केटाकेटी हो हाम्रो अवस्था चाहिँ। यो चाहिँ ठुलो छ क्या फेरि एकदम। यहाँ यसो कुनै दिन पैसा भयो भने जाउँला हामी। ऊ चाहिँ के हो, बाल्कनी है क्या, टक्क बाहिर उडिरहेछ। आफ्नो होला नि होइन, यस्तै छ केटाकेटी हो। ए के हो त्यो 60 मिनटको चाहिँ 300 हो। पार्किङ हो क्या, पार्किङ होला यिनीहरू पनि, पार्किङ होला के होला नि होइन, भन्नै सक्दैन। ए हो के हो, ए हो रहेछ। यो चाहिँ पार्किङको लागि। हाम्रो यस्तै छ के छ केटीकेटीहरू, तपाईँहरूको हालखबर है। सबैलाई गुड मर्निङ छ। अब यस्तै छ, परदेशबाट सबलाई भयो नि सम्झिरहेको छु तपाईँहरू सम्पूर्णलाई। अहिले चाहिँ म ठ्याक्कै अब कहाँ भन्दाखेरि पनि सपिङ गर्न जाँदैछु। लेट्स सी के हुन्छ, सब देखा जाएगा है। अहिलेको लागि चाहिँ बाई बाई। साग सब्जी माछा मासु के किन्नुपर्ने हो त्यो किनेर आउँला है त। ल बाई बाई। A few minutes later. गाडीहरू त यतातिरको चाहिँ मासुले मान्नुपर्छ क्या है। रोडहरू चाहिँ रात बन्छ हो, रात चेन्ज गरिदिन्छ सरकारले है। अब यहाँ जेएनजी सरकार होइन, अर्को सरकार छ। एकदम रात चेन्ज हुन्छ यतातिर टक्क हेरेर त। यो अस्तितिर ट्याक्क यहाँनिर चाहिँ पुरा स्केटिङ गरेर है पुरा बनाइरहेको थिएँ। यता सकिसक्यो अवस्था चाहिँ सट्ट लाएर। हाम्रो त यति बन्नलाई रनमती कति वर्ष कुर्नुपर्ने हो। यहाँ आजकल एक रातमा भन्छ कि एक रातमा चेन्ज हुन्छ क्या, एक रातमा भने चाहिँ बुझ्नु न तपाईँ। हामी कहाँ छौँ, के गर्दैछौ भने अरू त विकल्प छैन। आज त यस्तो घाम लागिरहेको छ है। यो घाममा चाहिँ कहाँ जाने भने मलाई पनि थाहा होइन। रुममा त त्यतिकै बस्दिनँ होला म। रुममा नबसेपछि म पुरा डुलुवा ग्याङ भएर डुलुवा। ग्याङ पो छैन, ग्याङ त छ, ग्याङहरूको काम छ क्या आज। त्यही भएर अलिकति गाह्रो छ। मेरो मात्रै छुट्टी छ, रन्डोले त मलाई मात्रै छुट्टी दियो। है हाम्रो कम्पनीको के छैन केटाकेटी हो। म फेरि लागेँ यहाँबाट एक टर्निङ गरेर उतै पुग्छु होला है। एक राउन्ड लगाएँ नि त मैले बिहानको 9 बज्दा, सायद 9 बज्दा आइसक्यो। के गरेको ट्रेनिङ। A few moments later. हेलो गाइस, ल फाइनल्ली सामान पनि किनि लिएर आइसक्यो। केटोले घर लगेर तरकारी पकाएर खाने हो होइन। अब यस्तै त हो नि, बिदाको दिन है, गएकै थाहा हुँदैन कि। अब बिदा नभए यतिखेर कामबाट आउँदै थियो भन्थ्यो होला।
बिदा भएपछि त चिल हुन्छ, अबेरसम्म सुतिन्छ। त्यही हो कि है मेन हो चाहिँ। त्यही भएर अब बिदाको दिनमा चाहिँ हामी यसरी नै डुलिन्छ। मजा लाग्दिएको यहाँबाट नि यता लाग्ने खासमा यो कता जान्छ भन्ने कुरा लेट्स सी। हामीले हेर्नुपर्ने हुन्छ। यो यतै जाँदो रहेछ, हामी नि यतै जान्छौँ है केटाकेटी हो। अब हामीले चाहिँ यतैतिरको यसो देखाउने त अनि होइन, अरू देखाउने ठाउँ छैन। राम्रोसँग हेर्नु होला तपाईँहरूले, बाबु नानी दाइ दिदी बहिनी आमा बुवाहरू सबैले है। यस्तै छ केटो चञ्चलै छ, मुखमा जे आए त्यही बोल्छ भन्छ होला। यसो मिलाएर बुझ्नु के, एउटा दुईवटा शब्दहरू त राम्रोसँग पचाउनु नि, धेरै नपचाए नि। मैले थोरै मात्र पचाउने मात्र बोल्छु क्या, धेरै त पचाउन सक्दैन तपाईँहरूले नि, मैले नि सक्न त है। साले गति छाडा भन्छ होला फेरि, कुनै हुन्छ नि त त्यस्तै सिचुएसनमा बोलिदिन्छ क्या, फेरि ठ्याट्ट आइदिन्छ त नि। कन्ट्रोल गर्नै सक्दैन त्यो मुखलाई, के गर्नु त्यही। यस्तै त छ नि। यो चाहिँ हामी हिँड्ने बाटो है जहिले पनि। यो चाहिँ पार्क भयो एउटा, यो चाहिँ पार्क भयो। फेरि पार्कमा यस्तो यो फलेर हामीले बेला बेलामा चाहिँ खाइरहेको हुन्छ, तर त्यसरी खानु चाहिँ मिल्दैन है। फेरि तपाईँहरूले पनि भनेको मैले, त्यसरी पार्कमा गएर झुन्डाएर खानु चाहिँ मिल्दैन। हामीले चाहिँ बेला बेलामा यसो के भन्छ त्यसलाई, ताल परेको बेलामा चाहिँ खान्छौँ टक्क होइन, पाकेको बेलामा। अब के गर्नु त, नेपालमा भएको भए त यतिखेर त त्यसको एक दाना पनि बाँकी राख्दैन थियो नि है। अब के गर्नु, फल्नाको चाहिँ चोरेर खायो भनेर भिडियो बनाउँथ्यो केटाहरूले। अब यहाँ त त्यसरी बनायो भने त फेरि बिजोगै होला है। ल म पनि आइपुगेँ आफ्नो ठाउँमा। अब के आयो हाम्रो त होइन नि, छैन लगाइ यस्तै छ। के भनौँ तपाईँलाई।